नमस्कार, म अनन्त हरियाल छन्दबद्ध कविता वाचन गर्ने क्रममा आज भने म आफ्नै रचनाको मुर्दा शान्ति शीर्षक कविता वाचन गर्न लागिरहेको छु। मन परेमा लाइक अनि सब्सक्राइब गर्न नभुल्नु होला। शीर्षक छ मुर्दा शान्ति। मुर्दा शान्ति भयो त देश अब त बाँच्नै कठिनै भयो। नेपाली त गणेशको यहलीला पेट्रोल बल्दै गयो। आशा भाव थियो सबै तरहमा केही कमाई गरौँ भन्दै राइड त्यो गरेर सबका आशा जगाई मरौँ। मुर्दा शान्ति भयो त देश अब त सुस्ता पनि बाँडियो। बालेन्द्रै जगमा यो देश उभिँदा सारा कुरा भाडियो। भन्दै थे सहसा नेपाल देशले त्यो भूमि मिच्दै गयो। त्यसैले ममता टुटाउने भयो, गल्ती त हाम्रै भयो। मुर्दा शान्ति भयो त देश अब त गुम्दा घरैतिरका होल्डिङ सेन्टरमा बसेर भूमिहीन रोए कराए बरा। कोही छैन यहाँ भनेर बुझ्ने के भो कठै बिचरा। नेपाली त पना देखाइ हिँड्ने को भन्दथ्यो बिचरा। मुर्दा शान्ति भयो त देश अब त बोल्नै नहुने भयो। देशै सेवकले यो देश सब हो भन्नै नहुने भयो। सेवाका भरमा सबै रहने हो, सेवै मलिनो भयो। नेपालीपनका रहेन सब थोक, ज्यानै सब बल्न गो। मुर्दा शान्ति भयो त देश अब त खाता सबै बन्द भो। डाका चोरहरू खुलेर सबका घरमा पसी चोर्न गो। माला आश सबै थुतेर लगियो, प्याधा निराशी भयो। हाहा दैव यहाँ बुझेर कसरी बाँच्ने अचम्म भयो। मुर्दा शान्ति भयो त देश अब त खेती किसानी गयो। रोटी खान यहाँ बोधौ अब जहाँ बाँच्नै कठिनै भयो। विश्वासै जनका उभार हुन गो, उइलियो माल नै। नेपालीपनका दिबार खुल नै बन्दै भयो चाल नै। मुर्दा शान्ति भयो त देश अब त करका सबै हात भो। पैसा छैन भने सबै गुमाउने, सत्ता सबै घात भो। शिक्षा स्वास्थ्य सबै बिकाम हुन गो, हट्यो बिमामा त भो। पीडा आँसु हरे झरेर सबका भिजो सिरानी गयो। मुर्दा शान्ति भयो त देश अब त काला धनै भित्रियो। व्यापारै नभई बिजोग हुन भो, उत्पादनै रोकियो। दैवी काल गयो असुर युग भो, माया दया पोखियो। नेपाली जनका अशान्ति मनका आशा दियो झोसियो। पाबा बेसमा चलेर जनका जाली फुटे कानका। मुर्दा शान्ति भयो त देश अब त फुली झरे सानका। जाग्नै पर्छ सबै मिलेर सपना पुरा गराउनु छ। बेदै वाक्यसरी अडेर नवमा देशै बनाउनु छ। बेदै वाक्यसरी अडेर नवमा देशै बनाउनु छ। धन्यवाद।